आज चाहिँ म बिहानै उठेँ त्यसपछि आज मेरो धेरै काम थियो अनि लन्ड्रीमा लुगाहरू हालेँ देख्न सक्नुहुनेछ अनि हेलो एभ्रीवान वेलकम टु माई मिनी भ्लग ल अनि मेरो भ्यानिटी पनि मिलाउनु थियो सबै बिग्रिरहेको थियो अनि भ्यानिटी मिलायो रुम कस्तो फोहोर भएको थियो रुमहरू सफा गरेँ अनि रुम यसरी चटक्क पनि पारेँ अनि त्यसपछि मैले ब्रस गरेँ मुख धोएँ मेरो प्योरेसको फेस वासबाट अनि आज चाहिँ दसैँ पनि थियो अनि म त्यसको लागि रेडी भएँ अनि मैले लोसन बडी लोसनहरू लाएँ अनि रेडी भएँ नुहाएर कपाल पनि सुकाएँ अनि यता तल गएको त भुटन रेडी गर्नु हुँदै रहेछ पकाउनलाई रेडी गर्दै हुँदै रहेछ अनि मैले चाहिँ खाजा खाएँ बिहानको खसीको मासु चिउरा कफी अनि अष्टमी पूजा नि गरियो यसरी अनि हेर्नु न हाम्रो चमराहरू कति राम्रो भएर आएछ अनि मैले भुटनसँग खाना नि खाएँ अनि मेरो सिनको सामान आएको थियो त्यो पनि हेरेँ अनि त्यसपछि मैले हल्का स्किन केयर गरेँ अनि बेलुका हाम्रो दसैँको डेकोरेसन टिका लाउने ठाउँ बनाउँथ्यो बनाएँ थ्याङ्क यू सो मच फर वाचिङ गाइस